नमस्कार, स्वागत छ यहाँहरूलाई निप्से ट्रेडर्समा। आज बजार 1.77 अङ्कले बढेको छ, जुन चाहिँ 0.06% ले हुन आउँछ र आज हामी चाहिँ 2721 21 भन्न आएछ 21 2721.94 को अङ्कमा चाहिँ हामी रहेको छौँ। आजको दिनको कुरा गर्छौँ भने 127 वटा कम्पनीहरूको मूल्य बढेको छ, 120 वटा कम्पनीको मूल्य भने आज घटेको छ र 22 वटा कम्पनीको मूल्य भने जस्ताको त्यस्तै छ। टप गेनरको कुरा गर्छौँ भने एउटा डिभेन्चर रहेको छ नबिल डी 2089, यसको मूल्य आज 7.71% ले बढेको छ। त्यसपछि एमइएल, आरबिसिएल, केबिएलडी 87, यो पनि एउटा डिभेन्चर, यो पनि 3% ले बढेको छ। त्यसपछि भिएलयुसिएल 2.94% ले बढेको छ। टप लुजरको कुरा गर्छौँ भने युएनएचपिएल, क्रिस्ट, एनआरएम, त्यसपछि यो डिभेन्चर भइहाल्यो, एचएलआइसिएफ, यो एउटा म्युचुअल फन्ड, यी कम्पनीहरू चाहिँ आजको टप लुजरको लिस्टमा आएका छन्। टप टर्नओभरको कुरा गर्छौँ भने युएनएचपिएल, अपी, आरएसएमएल, एसवाइपिएनएल र एनएचपिसीमा चाहिँ टर्नओभर धेरै देखिएको छ भने भोल्युमको आधारमा हेर्छौँ भने युएनएचपिएल, एमबिएलइएफ, अपी, पिआरएसएफ र एनएचपिसीमा भोल्युम धेरै आएको छ। ट्रान्जेक्सन वाइज कुरा गर्छौँ भने युएनएचपिएल, पिसिआइएल, एचआरएल, एसओएचएल र एचएफआइएनमा चाहिँ ट्रान्जेक्सन धेरै आएको छ र टर्नओभर भने लगभग 3.1 अर्बको चाहिँ टोटल टर्नओभर आएको छ। त्यसै गरी हामी नेप्सेको सब इन्डेक्सको कुरा गर्छौँ भने ब्याङ्किङ इन्डेक्स 0.1% ले बढेको छ। डेभलपमेन्ट ब्याङ्क भने 0.04% ले एकदमै सानो अङ्कले चाहिँ झरेको छ। फाइनेन्स 0.37% ले बढेको छ। होटेल एन्ड टुरिज्म भने 0.27% ले बढेको छ। हाइड्रो पावर 0.06% ले बढेको छ। इन्भेस्टमेन्टको कुरा गर्छौँ भने 0.27% ले घटेको छ। लाइफ इन्सुरेन्स 0.1% ले घटेको छ। म्यानुफ्याक्चरिङमा पनि सानो झिनो अङ्कको वृद्धि छ, जुन हिसाबको यसमा चाहिँ वृद्धि अथवा यो जुन हिसाबको यो सेक्टर हो त्यो हिसाबले एकदमै सानो हो, 0.1%। माइक्रो फाइनेन्स 0.14% ले घटेको छ। म्युचुअल फन्ड 0.33% ले घटेको छ। नन लाइफ 0.6% ले बढेको छ। अदर इन्डेक्स पनि बढेको छ 0.19% ले र ट्रेडिङ इन्डेक्सको दुईटै स्क्रिप्टहरू चाहिँ बढेको छ 0.33% ले चाहिँ बढेको छ है। अब हामी नेप्सेको टेक्निकल एनालिसिसतिर जाने हो भने आज हामी एउटा इन्भर्टेड ह्यामर क्यान्डल फर्म भएको छ र भोल्युम पनि हिजोभन्दा अलिकति थोरै, तर स्टिल भोल्युम चाहिँ राम्रै हो भन्न चाहेँ मैले। हिजोको कम्पेयरमा अलिक थोरै बढेको छ। अब यसले के कस्तो सङ्केत गर्छ यसको विश्लेषण आजको दिन हामी गर्छौँ। पहिलो नम्बरमा हामी इन्डिकेटर लगाएर हेर्न खोज्छौँ एमएससिडीको। एमएससिडीले चाहिँ हिजो सेल सिग्नल नै भ्यालिड गरेको थियो भने आज फेरि हिस्टोग्राम घट्दो क्रममा छ है त। अब बाई सिग्नल आइसकेको छैन, यहीँ लगभग अड्केर यहीँबाट बढ्यो भने चाहिँ बल्ल बाई सिग्नल आउँछ र त्यति बेला चाहिँ यो एउटा रिटेस्ट थियो भनेर बुझ्न सक्छौँ। यहाँसम्म करेक्सन सक्यो, बढ्यो, फेरि रिटेस्ट गर्ने यहाँसम्म पुग्यो र फेरि बढ्यो भनेर बुझ्न सक्छौँ। र यहाँबाट बढ्यो भने पनि यहाँ लगभग यहाँ रेजिस्टेन्स हुनसक्छ। सो फेरि अलिकति हामी चनाखो हुनुपर्छ र यहाँबाट रिटेस्ट गर्दै गर्दाखेरि यो पोइन्टलाई ब्रेकआउट दिन्छ भने मात्र हामी नयाँ इन्ट्री गरौँ। अलरेडी हामीले यतातिर इन्ट्री गरिसकेका छ भने अहिले होल्ड गर्नुहोस्, मजाले कुर्नुहोस् होइन। के चाहिँ छ र अहिलेलाई त्यस्तो आत्तिनुपर्ने केही पनि आइसकेको छैन है। अर्को इन्डिकेटर हामी बोलिङ्गर ब्यान्ड लगाएर हेर्छौँ भने त्यही नै देखिन्छ। बोलिङ्गर ब्यान्डको यो अप्पर ब्यान्ड पनि खुम्चिरहेको छ। छिट्टै फेरि एउटा खुम्चेर फेरि एउटा चाहिँ ब्रेकडाउन अथवा ब्रेकआउट चाहिँ दिन सक्ने सम्भावना हुन्छ। अर्को इन्डिकेटर आरएसआई लगाएर हेर्ने हो भने आरएसआई अलिकति आज स्टेबल भएको देखिन्छ। 43.77मा चाहिँ आरएसआई आज पुगेको छ। त्यसै गरी हामीले सधैँको दिन डिस्कस गरिरहने स्क्रिप्टहरूको कुरा गर्छौँ भने के कस्तो देखिरहेको छ एकचोटि डिस्कस गरौँ। जिसिआइएलको है सिमेन्टमा चाहिँ हामीले हेर्ने हो भने राम्रै वृद्धि छ आज होइन। वृद्धि भन्दा पनि अब मुभमेन्ट चाहिँ राम्रो छ, तर हामीले यसो हेर्ने हो भने चाहिँ धेरै खासै बढाइ चाहिँ देखिँदैन। लगभग हिजो जहाँ ओपनिङ भएको थियो त्यहीँनिर चाहिँ आज पनि क्लोजिङ भएको छ होइन। ओके,
ओपनिङ र क्लोजिङ भन्दा नि हिजोको क्लोजिङ र आजको क्लोजिङ सेम भएको छ। सो यसमा 0% को अब राम्रो कुरा के हो भने जुन साथीहरूले यहाँ लगभग 406 मा आज किन्न पाए उनीहरूले राम्रो प्राइसमा खरिद गरे क्या। र बाई सिग्नल पनि आइसकेको छ, हिस्टोग्राम पनि बढ्दो क्रममै छ होइन। सो यो पनि भ्यालिड छ। त्यसपछि तपाईँको लोवर ब्यान्डलाई छोएको चाहिँ हो, तर घचेर्ने खालको क्यान्डल चाहिँ देखिया छैन होइन। सो यहाँबाट बढ्न सक्ने सम्भावना हुन्छ होइन। यहाँ सपोर्ट लिएर माथि नै जान सक्ने सम्भावना हुन्छ। सो गोराई सिमेन्टलाई चाहिँ एकचोटि हेर्नु होला। अर्को भनेको एसवाइपी, यो पनि एकदमै पोजिटिभ देखिया छ। आज चाहिँ माथि ओपनिङ भयो, तल झरेछ, -2.05% ले झरेछ होइन। अब यहीँ टेकेर कन्टिन्यू गऱ्यो भने त राम्रो भइहाल्यो होइन। तर बाई सिग्नल नै आएको छ र यो बोलिङ्गर ब्यान्डको यो अप्पर ब्यान्ड र लोवर ब्यान्ड है यिनीहरू खुम्चिरहेका छन् भनेपछि एउटा ब्रेकआउट चाहिँ दिन्छ। र जहाँसम्म यो करेक्सनको हामीले टाइम फ्रेम हेर्ने भने ब्रेकआउट भनेको माथितिरै हुन्छ भन्ने चाहिँ हामी एक्सपेक्ट गर्न सक्छौँ। किनभने ओभरअलमा पोजिटिभ नै छ। एमसिडीले पनि बाई सिग्नल दिइसकेको छ। सो एसवाइपिएनएल पनि राम्रो छ। यो यदि यो सर्ट टर्ममा एउटा र्याली आउँछ भने एसवाइपी पनि हेर्न सक्नुहुन्छ। आरएसएमएलको कुरा गर्ने हो भने यसमा केही टाइपमा करेक्सन चाहिँ हुनसक्छ अझै होइन। आज चाहिँ थोरै बढेछ, तर यो साइडवेज अथवा करेक्सन फेजमै हुन्छ केही टाइमसम्म। अब ठिक छ, यसमा पनि हामीले लगानी गर्नुपर्छ, तर अहिले नै चाहिँ नगरिहालौँ होइन। अझै झर्नतिर अथवा बढ्न सुरु गरेपछि बल्ल गरौँ होला। आजको भिडियो कस्तो लाग्यो? मन परेमा लाइक, कमेन्ट र सेयर गरिदिनु होला। र च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरिदिनु होला। हस्त आजलाई यति नै, धन्यवाद।